सम्पूर्णमा नमस्कार। तपाईहरुले आज यो अहिले नेपालमा पनि फेसबुक मोनेटाइज भएको छ र फेसबुकबाट इन्कम गर्न, अर्निङ गर्न वा पैसा कमाउन चाहनुहुन्छ भने त्यसको लागि तपाईको फेसबुक प्रोफाइल छ भने त्यसको ड्याशबोर्ड अन गर्नुपर्छ र त्यो ड्याशबोर्ड कसरी गर्ने त्यो सम्पूर्ण जानकारी म यो भिडियोबाट दिन गइरहेको छु। त्यसको लागि चाहिँ यो तपाईहरु समक्ष म यो स्क्रिन शेयर गर्न गइरहेको छु। त्यसको लागि सर्वप्रथम आफ्नो फेसबुकमा क्लिक गर्नुस् र फेसबुकमा क्लिक गरिसकेपछि प्रोफाइलमा जानुस्। प्रोफाइलमा गइसकेपछि यहाँ थ्री डटमा क्लिक गर्नुस् र यसरी तल आउँदाखेरि यहाँ टर्न अन प्रोफेसनल ड्याशबोर्ड भन्ने छ, त्यहाँ क्लिक गर्नुस् र क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु यहाँ टर्न अन छ, यसलाई चाहिँ क्लिक गर्नुस्। टर्न अन गर्नुस् र यो टर्न अन गरिसकेपछि यहाँ नेक्स्ट छ, फेरि नेक्स्ट, अनि यहाँ पब्लिकमा गर्नुस्, फेरि नेक्स्ट गर्नुस्, कन्फर्म गर्नुस्, अनि फेरि नेक्स्ट गर्नुस्, फेरि नेक्स्ट गर्नुस्, अनि गो टु प्रोफेसनल ड्याशबोर्ड। यति गरिसकेपछि तपाईको फेसबुकको प्रोफेसनल ड्याशबोर्ड अन हुन्छ र तपाई यसबाट फेसबुकलाई मोनेटाइज गर्न सक्नुहुन्छ र यसबाट अर्निङ पनि गर्न सक्नुहुनेछ। जस्तै अब यो यहाँ क्लिक गर्नुस् र भ्युजमा क्लिक गर्नुस्। अब यहाँ फ्लो बटनमा आयो। अब यहाँबाट तपाईहरुले फेसबुकलाई मोनेटाइज गरेर अर्निङ समेत गर्न सक्नुहुनेछ। अब यहाँ हामीले अब प्रोफेसनल ड्याशबोर्ड आयो, यहाँ क्लिक गर्ने र क्लिक गरिसकेपछि यहाँ अप्सनहरु आयो। यहाँ छ मोनेटाइजको अप्सन, यहाँ छ कन्टेन्ट मोनेटाइजेसन, विभिन्न टुल्सहरु छ। यो टुल्सहरु सक्रिय भएपछि तपाईले फेसबुकबाट अर्निङ गर्न सक्नुहुनेछ। हस्त धन्यवाद। भिडियो कस्तो लाग्यो तपाईहरुले कमेन्टमा आफ्नो प्रतिक्रिया लेख्न नभुल्नु होला। हस्त धन्यवाद।